हजुर सम्पूर्णमा नमस्कार छ। सबैजना आरामै हुनुहुन्छ होला होइन। आज मैले यो खानेपानी चाहिँ कसरी भर्ने भनेर तपाईँहरूलाई देखाउँदैछु। सर्वप्रथम त यो चाहिँ 4 लिटरको हो, यताको 2 लिटरको। यो चाहिँ विभिन्न कुसुरीहरू विभिन्न ठाउँमा पाउने गर्दछ। सुरुमा के गर्ने भनेर म तपाईँहरूलाई बताउँछु। सुरुमा बोतल झिकेर यसमा हुनुपर्ने यसरी झिक्ने। यसरी झिकेपछि तपाईँहरूले यहाँ हातको ह्यान्ड टचले यसरी गरिराख्यो भने यसरी पानी झर्छ। यसरी झरिसकेपछि यसलाई सफा गर्ने पहिला यसरी भर्ने, यसरी छोड्नु भयो भने बन्द हुन्छ। त्यसपछि तपाईँहरूले यसलाई यसरी खटालेपछि यहाँ फाल्ने, यहाँ फालिसकेपछि अर्को स्टेप भनेको यसरी यहाँ बटन थिच्ने। तपाईँले कुन सानो भर्ने भए यसमा, ठुलो भर्ने भए यसमा गर्ने। त्यसपछि तपाईँको यो बिर्को चाहिँ यसरी राख्नुपर्ने हुन्छ। बिस्तारै यहाँ अब यो खुल्दैछ, लाइट बलेपछि यसरी झिक्ने। झिकेपछि यसलाई सही ठाउँमा यसरी राखिदिएपछि हेर्न सक्नुहुन्छ पानी यसरी भरिन्छ। तपाईँहरूले पनि यसरी आफ्नो ठाउँमा बोतल किनेर राम्रोसँग पानी भरेर शुद्ध पानी खान सक्नुहुन्छ। अहिले यो जापानमा पनि विभिन्न यो भूकम्पहरू हरेक कुराहरू यो विभिन्न भट्टीहरू फुट्ने क्रमहरू भूकम्पले गर्दा अनि यो पानीमा पनि केमिकल मिसिएको छ भनेर यो वैज्ञानिकहरूले अनुसन्धान गरेको छ। त्यसले गर्दाखेरि सफा पानी खानुभयो भने एकदमै राम्रो हुन्छ है। तपाईँलाई मैले स्टेप बाई स्टेप बताएको छु। सुरुमा एमा जाने, एमा गरेर खटाल्ने, त्यसपछि यहाँ अचाटेपछि बिर्कोमा राखेर यसरी पानी झर्छ। अब मेरो पानी भरिन लाग्यो। तपाईँहरूलाई रङहरू मन पराउँछु। देख्न सक्नुहुन्छ पानी भर्यो। पानी भर्यो, अब निकाल भनेर है। यसरी निकालेर यता झिकेपछि बिर्को यसरी झिकेर यो बिर्को लागेपछि काम खतम भयो है। यो कहाँ पाउँछ त भनेर म तपाईँहरूलाई भन्छु पनि। विभिन्न यस्तो नाम लेखेको सुगी कुसुरीहरूमा पाउन सक्नुहुनेछ। स्माइल सप भयो अनि अतिथाहरूमा विभिन्न ठाउँमा पाउन सक्नुहुन्छ। तपाईँले सजिलै गएर भर्न सक्नुहुनेछ। बोतलको खासै धेरै महँगो पनि पर्दैन। जे कुराहरू पनि पानीबाट डाइरेक्ट पस्ने हुनाले तपाईँहरूले आफ्नो स्वास्थ्यलाई केयर गरेर पानी खानुभयो भने एकदमै राम्रो हुन्छ। सानो भए पनि तपाईँलाई सुझाव दिउँ भनेर, पुरानोलाई त थाहा हो, तर नयाँ आउने भाइ बहिनीहरूलाई अलिकति गाह्रो हुनसक्छ। त्यस कारण मैले भिडियो बनाएको छु। कस्तो लाग्छ कमेन्ट सेयर गरिदिनु होला है।